हेलो एन्ड नमस्ते सबैजनालाई। अनि आज चाहिँ मैले धेरै पछाडि भ्लग गर्दैछु। आज मलाई भ्लग गर्नु चाहिँ मन थिएन, तर पनि धेरै रिक्वेस्ट आयो के भ्लग गर्नु आज चाहिँ भनेर। आज केही स्पेसल छ, तपाईहरुले थाहा पाउनु नै हुनेछ। अगाडिको थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भएको छ होला। आज चाहिँ म हजुरहरुलाई लादैछु नवराज पराजुलीज्यूको कविता कन्सर्टमा। अनि कति धेरैजनाले सोध्दै हुन्थ्यो कि मलाई तपाईले भ्लग बनाउन छोड्नु भएको भनेर। मैले भ्लग बनाउन चाहिँ छोडेको होइन, यति बिजी स्केड्युल हुन्छ, यो स्केड्युललाई म्यानेज गर्न म सक्दिनँ, त्यसैले म भ्लग बनाउँदिनँ खासै। तर आज चाहिँ धेरै रिक्वेस्ट आयो, यताबाट नि भ्लग बनाउन न, उताबाट नि भ्लग बनाउन न आज भनेर धेरै रिक्वेस्ट आएर मैले भ्लग बनाएको। बिहान उठेर ट्युसन गयो, ट्युसनबाट आएर स्कुल गयो, स्कुल 9 बजी गएर 5 बजी फर्क्यो, 5 बजी आएर यताउता गर्दा 6 बज्छ, त्यहाँदेखि होमवर्क गर्न बस्छु, कतिखेर भ्याउने। अनि आज चाहिँ खतरै हुन्छ होला इभेन्ट, चेरी अन द टप। पुष्पम प्रधानजी पनि आउँदै हुन्छ इभेन्टमा, रमाइलो हुन्छ होला, हेर्दै जाम। अब यहाँनेरि भिडियो गर्न मिल्दैन अरे, एकछिन पछाडि फोन पनि चलाउन मिल्दैन अरे। म जति मिल्छ त्यति क्याप्चर गर्छु, बाहिर क्याप्चर गर्छु, यहाँभित्र हलको चाहिँ क्याप्चर गर्न मिल्दैन हामीले, त्यसैले जति हुन्छ त्यति हेरिदिनु। गीता हौ तिमी, गीता म पनि गीतामा भेटौँ न। गीता हौ तिमी, गीता म पनि गीतामा भेटौँ न। चिताए जति पुर्याएपछि चितामा भेटौँ न। कालले हामीलाई छुटायो भने कलामा भेटौँ न। कथामा कहिले छुट्दैन भने कथामा भेटौँ न। ल्याउँदिनँ मैले ईश्वरले पनि मान्छेलाई आफू चिनाउनै हुँदैन। ईश्वरले हामीलाई चिन्दछ उसकै आँखामा भेटौँ न। कथामा कहिले छुट्दैन भने। इभेन्ट पछाडि यहाँ भोक लागेर हामी माझीमा आएको छौँ। इभेन्टमा त्यति क्लिपहरू क्याप्चर गर्न पाइनँ, त्यति मोमेन्टहरू क्याप्चर गर्न पाइनँ, त्यसको लागि सरी। 2टा मात्रै क्लिप क्याप्चर गर्न पाएँ। त्यहाँनिर मोबाइल साइलेन्ट राख्नु भन्नुभएको थियो, मोबाइल नचलाउनु, भिडियो नखिचिदिनु भन्नुभएको थियो। अनि लास्टमा सोसियल मिडियाको लागि 1 हरफ मात्रै भन्नुभएको थियो, त्यो मात्रै खिच्न पाएँ के, त्यसैले भेरी सरी। तर पनि हिजो चाहिँ होइन त्यति भिडियो बनाइन पाइएन, त्यहाँनिर फोन एलाउड थिएन। जति हुन्छ मैले अलिअलि भए नि क्याप्चर गरेँ होइन, त्यति नै हेरिदिनुहोस्, चित्त बुझाउनुहोस्। अब गुड न्युज चाहिँ के छ भने, एउटा गुड न्युज, मैले रोपेको सनफ्लावर फुल्न आँट्यो। हेर्नु त कति ठुलो भइसक्यो सनफ्लावरहरू। वाउ, होइन हिजो चाहिँ लिटरली द हल वाज फुल अफ चेयर। अनि ती माथि पुष्पमजीको भोइस, सच म्यारिकल। म त अहिले पनि बिर्सनै सकेको छैन कि कस्तो खतरा भएको थियो इभेन्ट चाहिँ। र अब म स्कुल जान आँटेको, त्यसैले यो भ्लग छोटो भयो, तर नि हेरिदिनुहोस्, माया गरिदिनुहोस्, लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्। आजको लागि यति नै, बाई।